धन्यवाद। कस्तो हो हीरे मोती हीरे मोती मैं तो संगम तेरी मैं तो तेरी शैया तू है
हामी यतिखेर
पूर्ण सङ्ख्यामा छ। यो चाडलाई रमाइलो बनाउने क्रममा हामी धेरै शुभचिन्तक आफन्त मान्यजनहरूका बिचमा यतिखेर जमाइराखेका छौँ। म सर्वप्रथम यो सन्ध्याकालीन चाडमा सबैप्रति नमन गर्दै हामी बिच काठमाडौँबाट मेरो आदरणीय हाकिम साहब, पूर्व डिआई साहब पुष्कर चापाकाजी पनि हामी माझमा हुनुहुन्छ। त्यसै गरी अन्य थुप्रै जनप्रतिनिधिहरू, विभिन्न संस्थामा आबद्ध व्यक्तित्वहरू पनि हामी छौँ र यतिखेर हामी रमाइलो गर्ने क्रममा सहमति मोडमा छौँ। त्यति मोडमा आदित्य अधिकारीजीको प्रस्तुति सँगसँगै नवीन ओलीको प्रस्तुति गर्नु हामीले हेरिसक्यौँ। अब यहाँ म एकजना हरि आरडी भन्ने हरिदासजीलाई पनि यहाँ जोड्न चाहन्छु। उहाँको प्रस्तुतिको लागि मैले स्टेजमा उहाँलाई एउटा गीतको लागि आमन्त्रण गर्छु। त्यसपछि उहाँको आफ्नो भाकाले उहाँको कर्णविद स्वरका लागि हामी आतुर हुँदै उहाँलाई यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। आउँदैन छ हाम्रो हरि आदि अथवा हरिदास सर। उहाँ विगत 30 वर्षदेखि रेडियो नेपाल हुँदै विभिन्न सञ्चार क्षेत्रमा पनि आफ्ना भाकाहरू प्रशिक्षण भएको व्यक्तित्व हुनुहुन्छ। उहाँलाई म यो स्टेजमा स्वागत गर्न चाहन्छु। पोस्टले मभन्दा माथि एजले मेरो भाइ अनुसन्धान विभागका एसपी दर्जाले एसपी उहाँको यो कार्यक्रमलाई नछोड्ने हिसाबले मलाई उहाँले बोलाउनु नै भयो। म आए पनि म सबै यहाँ आमा हुनुहुन्छ अगाडि। आमा नमस्कार है। सबै जलथल, म पनि जलथलको पुत्र हुँ। सबै जलथल जलथल गारामुनि जलथल बिर्तामोड जलथल गारामुनि हल्दीबारी जलथल देख्दैछु। यसमा म पनि अलिक थोरै फुरेको छु। तर के भने मैले गाउने गीत यहाँ गुरुहरू पनि बसिसक्नु भएको छ। म सबैभन्दा पहिला त हामी हिन्दू भएको कारणले, सनातनी बौद्धिक हिन्दू सनातनी भएको कारणले म त एउटा भजन गाउँछु। भजन पनि म माता पार्थिभराको गाउँछु है। मैले आफै लेखेको पार्थिभरा माता कसरी उत्पत्ति भइन्, उहाँका पाउहरू कहाँ कहाँ रहे, बनाइएको पाउ त कहाँ कहाँ छ, त्यसमा हामी नाचौँ, माताको ध्यान गरौँ। यो शुभ कार्यको लागि पार्थिभरा माताको श्री गणेशाय नमः अभिघ्नमस्तु ओम नारायणाय नमः श्री परसाई कुल देवताय नमः ओम नमः चंडिकायै नमो नमः पंचकन्या माता को आज को पुत्र को हल्दी भेंदी को
भोलिको भीख दिने कार्यक्रमको जय 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 गुरु व्यास महाराज जी को जय 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 दुर्गे पाथिभरा माता नाचू जय 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 दुर्गे पाथिभरा माता जय 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 दुर्गे पाथिभरा माता तिमी नै हौ सबकी भाग्य विधाता तिमी नै हौ सबकी भाग्य विधाता जय 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 देवी पंचकन्या आमा जय 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 देवी पंचकन्या माता तिमी नै हौ सबकी भाग्य विधाता तिमी नै हौ सबकी भाग्य विधाता छोरा नेपाली
It's
प्रसिद्ध प्रसाई र मेरो भाइ प्रिन्स प्रसाईलाई पनि वर्तमानको धेरै धेरै शुभकामना। हजुरहरूमा चाहिँ एउटा अब नाच्ने गीतहरू प्रस्तुत गर्दैछु, सबैजनाले नाचेर सपोर्ट गरिदिनु है त। यहाँ मैले अब तबला बजाउँदै गाउनु परेको कारणले अलिअलि त्रुटिहरू भयो भने त्यसमा क्षमा प्रार्थना है। हजुरबा र हजुरआमाले पनि नाच्नु पर्यो है पक्कै। गुराँसै फुल्यो बनैमा, मेरो मन झुल्यो तिम्रो मनैमा। गुराँसै फुल्यो गुराँसै फुल्यो बनैमा बनैमा, मेरो मन झुल्यो तिम्रो मनैमा तिम्रो मनैमा। गुराँसै फुल्यो गुराँसै फुल्यो बनैमा बनैमा, मेरो मन झुल्यो तिम्रो मनैमा तिम्रो मनैमा। माया बिरानो भो बिरानो भएरै गयो, माया बिरानो भो बिरानो भएरै गयो। अब झुठो नभनेर माया साँचेकै हो, अब झुठो नभनेर माया साँचेकै हो। गुराँसै फुल्यो सै फुल्यो बनैमा बनैमा, मेरो मन झुल्यो तिम्रो मनैमा तिम्रो मनैमा। गुराँसै फुल्यो गुराँसै फुल्यो बनैमा बनैमा, मेरो मन झुल्यो तिम्रो मनैमा तिम्रो मनैमा।
पाखुरीमा तिमी के माया बस्यौ आँखेमा तिमी के रातो चोली पाखुरीमा तिमी के माया बस्यौ आँखेमा तिमी के आँखैमा गाजलुला पक्कै भन्न माया लाइदिउ कि छ पक्कै भैसैमा भैसैमा पर्छु पुकारे भन्न सोल्टी बारम्बार नघाटी भन्न सोल्टी बारम्बार नघाटी निरा जैले रिसाउने निरा जैले रिसाउने निरा कहिले होला मायासँग माया रिसाउने निरा जैले रिसाउने निरा जैले रिसाउने निरा कहिले होला